welcome to our vlog again. आज चाहिँ हामी विस्कन्सन जाँदैछौँ। मलाई नाम चाहिँ थाहा भएन। मैले पनि नाम बिर्सेँ। सोनी ऊ चाहिँ भर्खर अहिले मे 15 मा आएको छ मिसिसिपीमा। उसलाई पनि देखिरहनुहुन्छ हजुरले। अब म अगाडि को छन् भन्छु, अब गेस गर्नु होला प्यासेन्जर सिटमा को छ भनेर बाइ दिस पोइन्ट होइन। यो चाहिँ मदन दाई चिन्नु भएको छ। दाई आज यहाँ बस्नु भएको छ, अचम्मै भयो। ऊ चाहिँ किशोर आज हाम्रो युजुअल ड्राइभरहरू छैनन्, किशोर हो अहिलेको लागि। अनि यो चाहिँ 1 hour and 30 minutes अवे छ। त्यस्तो छ। अब हेयर इज हेयरिङ अनि त्यसपछि आज नेचुरल हेयर हो है। अरू केही भन्छ सोनी तिमीलाई? सोनीले लगाइन्छ। रमाइलो लागिरहेको छ हाम्रो आजको ट्रिप। हो यस, रमाइलो हुन्छ होला। आजको वेदर एकदम राम्रो छ। अब बाहिरको फोटोको नेटहरू राख्छौँ हामी। खानेकुरा टन्नै लिएर छौँ। अनि आज मेन इम्पोर्टेन्ट भनेको के लिएर छ बुझ्यो? चटपटी ल्याएको कि चटपटी, त्यही भएर अब मदन दाई पनि क्यालिफोर्नियाबाट आउनुभयो, तर क्यालिफोर्नियाको भ्लग चाहिँ आएन किनभने दाई एकदम अल्छी हुनुभएछ। म मात्र हो ब्लगर, दाई ब्लगर होइन, दाई ब्लगरको साथी हो। आज मदनको मम्मीले मलाई बिहान बिहान फोन गर्नुभयो होइन। अनि त्यसपछि किन रहेछ भनेको क्यालिफोर्नियामा प्लेन क्रास भएछ। केहीमा देखिन। मैले पनि गुगल गरेर हेरेँ क्या त्यसपछि। अनि त्यसपछि पाण्डुले चाहिँ आउँदैछु भनेर चाहिँ भनेछ मम्मीहरूलाई, तर आइपुगे भनेर चाहिँ भनेर हिँड्छ। इन्फर्म गर्नुपर्छ नि। इन्फर्म गरेर हिँड्छ। अनि उसलाई त घरबाट फोन आएको रहेछ, मम्मी बाबा भाइहरूले गरेर चाहिँ फोन उठेन किन भन्दा वासरुममा थियो। अनि आप्सेर मलाई गर्नुभएको। अनि मैले भने होइन मदन आइसक्यो भनेर। अनि म पनि सक भयो, मलाई न्युज थाहा थिएन। सानोवाला होला 6 जना चाहिँ मर्यो अरे। मान्छे मर्यो क्रास भयो। अनि घरै जलेछ भनेर भन्नुभयो कि मम्मीले, उहाँले चाहिँ न्युज फायर गरेछ। कस्तो साड। अनि त्यही भएर त्यस्तो भयो। अनि बिहान बिहान मम्मीसँग कुरा भएको थियो। मम्मीले पनि मदनको मम्मीले पनि अब तिमीहरूले अझै भिडियो बनाऊ, चाहनाले एडिट गरिदिन्छु। मैले पनि घर भनिसकेँ कि अब हामी युट्युबमा आउँछ भनेर, हालेको चाहिँ छैन नि खै भन्छ। तर आउँछ, आइसक्यो होला। यो त अब पछि नै हाल्छौँ हाम्रो यो भ्लग अभियसली। फेरि पनि सब्सक्राइब, शेयर, लाइक एन्ड कमेन्ट। हामी अहिले क्याफेमा स्टप गरेछौँ 10 मिनट। एकदम मिठो भयो नि। सो नेचुरल के हो तिम्रो अर्डर भनेर?
एक्स्ट्रा whipped cream देखिरहेछ दाइको के हो लाटे विथ whipped cream त्यसलाई कफी भन्दैन रियल तिम्रो कुन हो उसले चाहिँ सानो मान्छे सानो लिन्छ छैन यार उसलाई त दिएर उसलाई त हेपे मेरो पनि चाय लाटे हो त्यही हो क्या हामी गइरहेको छौँ क्या त्यही बाटो ठ्याक्कै क्याम्पिङ एरिया हो क्या होइन मैले बुझिसकेँ त्यो कहाँ भन्नु बाटो चाहिँ त्यही हो ल हामी चाहिँ फाइनली आइपुग्यौँ यहाँ अनि हाइकिङ ट्रेल रहेछ यो चाहिँ त्यही पाथ फलो गर्दैछौँ पछाडिदेखि अगाडिसम्म दाइ क्यामेराम्यान आफ्नो पोजिसनमा अलरेडी उनीहरू हेरिरहेछन् ठाउँको लागि वेदर चाहिँ अलिकति सनी छैन मोर अफ अलिक ग्लुमी ग्लुमी छ तर इन सम टाइम चाहिँ सनी हुन्छ होला अब अरू चाहिँ भिडियोमा हेर्नु यस्तो राम्रो पोइन्ट छ यहाँ कमलको फुल्ली फुल छ होला फिसिङका गफ गर्दैछन् यिनीहरूले गफै हो के देख्यो कि सर कछुवा देख्यो छ आउँदैन अहिले ल हामी चाहिँ भर्खर भर्खर ट्रेलमा हिँड्दै मात्र गरेको थियौँ तर यहाँ चाहिँ एकदम धेरै ब्ल्याक बेयर आउँछ अरे त्यही भएर एकदम डराइ डराइ हिँडेका छौँ उस पनि छ अरे धेरै छ अरे अब यहाँ स्ट्राटेजी हुँदैछ डरा पनि छन् मान्छे एक्साइटेड पनि होलान् तर अलि डेन्समा चाहिँ गइँदैन होला हामी अलि खुल्ला खुल्ला देखेकोसम्म चाहिँ जाने अलि डेन्स हुन थाल्यो भने चाहिँ वी माइट हेड ब्याक आज फेरि अलिकति उज्यालो दिन पनि भएन अब त्यही भएर त्यही हो अब डराएको फेसहरू हेर्न सक्नुहुन्छ सङ्गीत यो चाहिँ आर्चरको कोर्समा आएछौँ बेला बेलामा त्यो एनिमलको फिगर टाइपको एउटा स्ट्रक्चर छ होइन त्यसले अलिअलि डराउने चाहिँ भइरहेछ हजुर अहिले चाहिँ हामी चेन्ज अफ प्लान गाइस स्लाइटली के भयो भन्दा पानी पनि पर्यो अनि त्यो ट्रेल अलिकति ग्लुमी ग्लुमी लाग्यो हामीलाई त्यही भएर हामी चाहिँ होइन म चाहिँ भन्छु सिधै डराए एकदम डराए होइन त्यतिकै अहिले भनेर भन्दैन ब्लगमा सही कुरा भन्नु पर्यो नि होइन गलत कुरा गरेर हामी कट गरिदिन्छौँ यो पार्ट के गर्नु मिल्छ त्यस्तो अनि हामी चाहिँ भन नि त झन् हाम्रो कमेन्ट गर्छ हो यस किशोरलाई अलिकति किशोरले जे भनेको छ त्यो नेगेटिभ भनिदिनु पर्यो अनि कमेन्ट गर्छ नि त यसरी बढ्छ हाम्रो रिच अनि के भयो भने हामी चाहिँ त्यो त्यहाँको भिजिटिङ सेन्टरमा गयौँ उहाँले चाहिँ एकदम राम्ररी डिरेक्ट गरिदिनु भयो अनि यहाँ चाहिँ ड्राइभ थ्रु पनि रहेछ हेर्न मिल्ने अनि पानी पनि परेछ वेदर पनि इज नट द्याट नाइस होइन त्यसले अनि त्यही भएर चाहिँ हामी अहिले ड्राइभिङ रुटमा हिँडिरहेछौँ अब के देख्छौँ भनेर देखाउँछौँ कति देख्न सकिन्छ
You are inside a car Wait, and deer, you're seeing deer. nature. डियर गर्नु पर्थेन तर Initial. हामीले इन्ट्रेस्टिङ एनिमल देख्छौँ भन्नुभएको छ होइन बिच बिचमा रोक्छौँ यिनीहरू बाहिर निस्किने कुरा गर्दैछन् नि नो हामी त निस्किन्छ हामी त I'm inside. म पनि पानी परेन भने चाहिँ म पनि निस्किनलाई हामी त खास I am so scared. परेकै छैन त अब छिटा छिटा देखिया के हो पनि होइन अब के यतिकै जेनरल छिटा परेकोलाई पानी परे त भन्न मिल्दैन नि त पानी इज पानी Very dense forest. घाँटी यो कस्तो नर्मली हामी जाने पार्कमा यो लेभलको डेन्स हुँदैन आई मिन फरेस्ट त फरेस्ट नै हुन्छ तर यो लेभलको डेन्स मदन दाई यहाँ ठुल्ठुलो कुरा गर्नु भएको छ होइन अघिको पालि सबभन्दा डराएर पछि पछि हिँड्ने मदन दाई हो यहाँ अहिले त त्यति ठुलो कुरा गरे पनि हुन्छ सबलाई तर यो अलि डर लाग्ने छ है गाइस लिटरली फरेस्ट चाहिँ अलि डेन्स नै रहेछ अनि त्यसले गर्दा मान्छेहरू पनि कोही पनि छैन कि त्यसले गर्दा एक्स्ट्रा डरायौँ हामी चाहिँ यो मात्र पर्दैन यो त वकिङ ट्रेल कति खुल्ला छ भनेर अघि हामी गएको चाहिँ एकदमै भित्र त्यो सबै जुन साडो परेको जस्तो थियो त्यसले गर्दा अलिकति डरायौँ मानिम अहिले चाहिँ हामी एकदम खुल्ला एरियामा आयौँ बल्ल त्यो डेन्स एरिया सबै पार गरेर अनि अहिले चाहिँ यो स्वाम्प छ ठुलो त्यहाँ दुईटा सानो सानो स्वानहरू पनि छन् ठुलो ठुलो म भन्दा सानो भने कि तर छन् होइन उनीहरू चाहिँ देखिँदैन होला यहाँबाट तर एग लेइङ सिजन हो अरे उनीहरूको दाइले फोटो हालिदिनुहुन्छ अरे उनीहरूको चाहिँ एग लेइङ सिजन हो अहिले अनि त्यसले गरेर चाहिँ उनीहरू उनीहरूको यो युजल सुरु भयो उनीहरूले प्रोटेक्टिभ छन् अनि यस्तो त्यो आफ्नो कर्तव्यहरू चाहिँ देखाउँदैनन् त्यही प्रोटेक्टिभ भएर ज्ञानी भएर बस्छन् अब बिस्तारै चाहिँ पानी पर्दैन होला अहिले अलिअलि पानी चाहिँ परिरहेछ पानी पर्दैन होला अहिले चाहिँ हामी किशोरको गाडीमा आएको अघि अलिकति गिट्टीले कटाक्क भयो उसको मन पनि कटाक्क भयो होला होइन किशोर भन भन कस्तो लाग्यो हो तिमीले लासियत त गरेको थियौ अघि त्यो त अब गाडी लाग्यो अब ठिकै छ केही भएको छैन होला लेट्स होप फर द बेटर केही भएको छैन तर त्यही भयो एकदम धेरै एडभेन्चर हो कि के हो आज अलिकति स्ट्रगल धेरै भयो यो सम्म आइपुग्नलाई अब हेरौँ त्यही अनुसारको एनिमलहरू देख्यो भने त आजको दिन राम्रै हुन्छ होला अहिले वेदरले नि अलि च्यालेन्ज गरे जस्तो गर्छ कहिले पानी पर्छ घाम नि लाग्दैन होइन किशोर घाम पनि भएन कस्तो फिल गरिरहेको छु तिमी अहिलेसम्म चाहिँ मात्र रमाइलो लागिरहेछ किशोर चाहिँ फेरि अलि नडराउने निडर रहेछ कि ऊ चाहिँ लड्न जाम भन्ने भालुसँग लडिदिन्छु मै लडिदिन्छु भन्ने भाइ अहिले तिमी अहिलेसम्म देखेछौ कि छैन भालु भन देख्न देखेको छु होइन कि मतलब त केज होइन कि यतिकै त्यस्तो यसो इन्काउन्टर परे छैन त्यही भएर पनि हुनसक्छ एक दुई मान्छेलाई परेपछि हुने हो म पनि डराएको थिइनँ एकचोटि मैले चाहिँ एकदम घुरेको आवाज सुने जाँदा जाँदा होइन यिनीहरूले भन्दा भन्दा मेरो माइन्ड पनि त्यस्तै भयो सुने नि हो अघि भर्खर त्यही भएर फरक्क फर्केको कि म अनि म त फरक्क फर्केर हिँडिदिएँ डर त लाग्छ नि त्यस्तै हो अब अरू कुराहरूमा गरौँला है भाइ थुर भएर कामेदी मान्छे दुई चारजना अहिले त Drive
के अरे पशुपति प्रसाद फिल्मको गुन्डा छ नि विपिन उ जस्तो के हो मलाई त्यसको त्यही विपिनको चस्मा होइन है होइन दाइ कल्के तर मलाई त्यस्तो बुढा जस्तो बोल्न आउँथ्यो बिचरा बाबु त्यस्तो के गर्थ्यो विपिन कार्की आइज हक गरौँ भन्छ आइज हक गरौँ मेरो बाबु होइन क्या म कस्तो मजाले बनाउँछु सोध न रेस्टुरेन्ट पनि जानु पर्यो जाउँ खाएर जाने होला अन्त त्यस्तो त होइन म पनि त्यही सोच्दैछु यस्तो गरौँ हामी गएर अनि त्यसपछि सिनियर जान्छौँ किन आगो बाँध्न मिल्छ मिल्न त भन्ने ग्रिल रहेछ कि त्यहाँ हेर्नु न के आई लाइक हुन्छ त्यो भयो काँटाहरू छ अनि यहाँ चम्चा पनि ए ल गुड गुड भइहाल्यो तर मैले म कागती पनि ल्याएको के मैले त यसमा निचरेर हालेँ सबै होइन कस्तो खुसी भयो मलाई यही हो खुसी अघिसम्म यिनीहरू खुसी भएको थियो दुइटा कसरी बाँधेको ल बाई कस्तो म हजुरको गर्छु न त यति टाढा छु म यस्तो गर्ने बाई टाइम लाग्छ बनाएको छु यता आउनु र अलि यता पिरो पिरो भएछ भर्खरै खाना खाएँ खाजा खायौँ सटपटै अनि आज कस्तो राम्रो रेस्टरुम रहेछ यहाँ क्याम्पिङ स्याम्पिङको लागि मान्छेहरू आउँछ होला सायद इट्स भेरी गुड भ्यू अब चाहिँ म क्लास खोजिरहेको छु खास प्लस एकदम राम्रो रेस्ट एरिया छ राम्रो रेस्टरुम छ सायद नट ठुलो तर राम्रै होला है एकदम राम्रो वेल मेन्टेन रहेछ यो चाहिँ अहिले घाम लागिरहेछ त्यही भएर एकदम राम्रो देखिरहेको छ सबै ग्रिन ओ माई गॉड मलाई आजकल एकदम ग्रिन कलर धेरै मन पर्न थालेको छ हुन त म धेरै भन्छु पहिला जहिले ब्ल्याक 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 हुन्थ्यो त्यो पनि अहिले चाहिँ मोर कलरफुल त्यसलाई एडल्टिङ भन्छ एडल्टिङ ल साथीहरू हामी चाहिँ अब फर्किन लाग्यौँ 1 hour and 30 minutes छ राम्रो भयो एकदम धेरै स्ट्रगल भयो यस एकदम इमोसन एकदम फ्लक्चुएट भयो आज दिनभरिमा एक्साइटमेन्ट अनि त्यसपछि डर आयौँ फेरि एकछिन एक्साइटमेन्ट अनि भोक लाग्यो त्यही नै भयो झाडु पनि भयो गर्मी पनि भयो सबै भयो तर आज गएर फेरि नेपाली हो मोमो खानु पर्यो भनेर फेरि मोमो बनाउने प्लान छ हाम्रो चाहिँ त्यही भएर इट्स नट द एन्ड अफ भ्लग लास्टसम्म हेर्नु होला मोमोको भिडियो चाहिँ आउँछ अनि यो ठाउँ चाहिँ कस्तो रहेछ भन्दा विशेष गरी ताल छ नि ठ्याक्क जङ्गलको बिचमा तालै ताल एक्ज्याक्टली चितवनको मान्छे हुनुहुन्छ भने प्लिज चितवनको हो भनेर लेख्नु यहाँ समर सिमिलर है त्यही मलाई पनि जङ्गल सफारी गर्छु म चाहिँ चितवनमा गएको भनेको एकदम धेरै घुमेको छैन मलाई त्यही जस्तो नै लाग्यो त्यो चाहिँ मेरो एक्सपिरियन्स कम भएर नि हुनसक्छ तर म चाहिँ चितवनमै जन्मेको मान्छे हो होइन त्यही भएर मलाई ट्रस्ट गर्दा हुन्छ म बजाउँछु मुरली तिरी तिमी नाच्छ फेरि आँखा यी दुई आँखा तिम्रै लागि हो मेरो यो भाका म पाउँछु लजाउँछु यो चाहिँ हाल्नुपर्छ है
म गएँ 4 चोटि तिमी एकचोटि गयो आजको आकर्षणको केन्द्रबिन्दु। हेलो गाइस, हामी चाहिँ अहिले मोमो बनाउन लाग्यौँ। अघि मैले भ्लगै गर्न बिर्सेछु। अब चाहिँ रेडी भयो। यहाँ चाहिँ यिनीहरू ऱ्यापिङ गर्न लागिरहेछन्। आज चाहिँ अलिकति हाम्रो ऱ्यापर युजल ऱ्यापर छैन, तर पनि वेयर ट्राइङ आउट गाइस। यता भेज बन्दैछ, यता चाहिँ चिकन बन्दैछ। मदन दाई के गर्दै हुनुहुन्छ, अरूहरू ऱ्याप गर्दैछ। त्यही हो। अब म बनाएको टाइम ल्याप्स चाहिँ हालिदिन्छु यहाँ। ओके बाई। मैले चाहिँ चिनेको तिमीको हो त्यसको किनेको